दिदीको घर जाँदाखेरि भान्जीसँग लफडा पर्यो। हेलो एन्ड नमस्ते। आज हो डे 17। हाम्रो चाहिँ हिजो नै दिदीको घर जाने भनेर प्लान बनिसकेको थियो। त्यही भएर चाहिँ खाना साना खाएर मैले गरेँ भान्जालाई कल। अनि भान्जाले चाहिँ 3 बजेतिर जानुपर्छ भनेपछि म चाहिँ लागेँ पढ्नतिर। अनि फेरि पढ्दा पढ्दै कतिखेर मोबाइल चलाउन थालेछु मैले त पत्तै पनि पाइनँ। अनि फेरि मोबाइल साइडमा राखेर म चाहिँ थालेँ पढ्न। अनि फेरि मम्मीले चाहिँ छोरा पढ्दैछ भनेर पानी लिएर आउनु भएको होला, तर मम्मीलाई के थाहा म मोबाइल चलाएर बसिरहेको थिएँ भनेर। त्यसपछि फाइनली 3 पनि बज्यो र मैले चाउचो साउचो खाएर गरेँ भान्जालाई कल। अनि त्यसपछि एकैछिनमा भान्जा पनि हिरो स्टाइलमा आइहाले। त्यसपछि बाइकमा जाने भइसकेपछि साइकलको के काम भनेर साइकललाई पनि भित्र लगेर राखे। त्यसपछि बाइकमा चढेर पहिला चाहिँ हामी गयौँ हाम्रै विराट चोकमा रहेको चिया मिलन र त्यहाँ गएर पहिला चाहिँ हामीले हेन्डसम भाइलाई चाहिँ गरायौँ आफ्नो च्यानल सब्स्क्राइब गरेपछि यो भाइ चाहिँ एकदमै खुसी हुँदै थियो। यदि तपाईँहरूलाई पनि खुसी हुन मन छ भने चाहिँ सब्स्क्राइब गरिहाल्नु होला। त्यसपछि एकैछिनमा हाम्रो आयो मड्का चिया। त्यसपछि यहाँको शान्त वातावरणमा बसेर चियाको चुस्की लिनुको त मजै छुट्टै थियो। अनि दिदीका चाहिँ दुई जना छोरीहरू छन् र दुई जना भान्जी भएको ठाउँमा खाली हात त जाने कुरो भएन। त्यही भएर चाहिँ भान्जीको लागि हामीहरूले जुस पनि किन्यौँ। अनि फेरि यहाँको दाइलाई पनि हामीहरूले सब्स्क्राइब गरायौँ र यो दाइ पनि एकदमै धेरै खुसी हुनुभयो। अनि अब चाहिँ दिदीको घर जाने भनेर बाहिर निस्केको पानी पर्न थाल्यो र बल्ल बल्ल पानी रहेपछि चाहिँ हामी बाइकमा चढेर लाग्यौँ दिदीको घरतिर र फाइनली हामी दिदीको घर पनि पुग्यौँ। अनि भान्जी चाहिँ के ल्याइदिनु हो मलाई भनेर त फर्ममा आइपुहालिन्। अनि म पनि के काम भनेर उठाएर टुई टुई घुमाएर फुत्त फ्याल्दिएको। भान्जी त झनको फायर भइन्। अनि अघि ल्याएको जुस निकालेर दिएपछि दुईजना भान्जीहरू खुसी भए। अनि दिदी चाहिँ आज यतै बस भन्दै हुनुहुन्थ्यो, तर नबस्ने भनेपछि दिदीले मासु भात चाहिँ खाएर जाउन त भन्नुभयो र हामी चाहिँ लाग्यौँ मासु लिनतिर। अनि त्यसपछि मासु र कोक लिएर हामी आयौँ घरमा र घरमा आएपछि यी राता राता दुईटा डल्ला पनि दिनुभयो र यो पनि खायौँ र यसको नाम चाहिँ हजुरहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गरिदिनु होला। त्यसपछि दिदीले दामी पारेर मासु पनि पकाउनु भयो र हामीले मासु र चिउरा पनि खायौँ र अन्तिममा 1 गिलास दही खाएर हामी चाहिँ घर जानको लागि रेडी भयौँ। अघिसम्म चले गर्ने भान्जी घर जाने भनेपछि त जुखा जस्तै टाँसेर छोड्दै छोडिनन्। अनि जसो तसो भान्जीलाई फकाएर हामी चाहिँ लाग्यौँ घरतिर र आजको लागि यति नै। बाइ।